फोन मैले बाइक अरू कसैले अफ गर्न नमिले बनाइदिनु न। यो फोन हो हजुर दाइ। भनेको तिमीले बाहेक अरूले पावर अफ गर्न नमिल्ने बनाउनु पर्यो हैन त। त्यसको लागि एकदमै सजिलो हो। त्यसको लागि तिमीले के गर भने पहिला आफ्नो फोनको सेटिङमा जाऊ, त्यसपछि तिमीले यहाँनिर रहेको सिक्युरिटी एन्ड प्राइभेसी यसमा क्लिक गर। त्यसपछि थोरै तल गयो भने तिमीले यहाँनिर देख्न सक्छौ मोर सिक्युरिटी एन्ड प्राइभेसी यसमा क्लिक गरेर यहाँनिर रहेको रिक्वायर पासवर्ड टु पावर अप्सन यो अप्सनलाई अन गर। यदि तिम्रोमा अफ छ भने यसलाई अन गरेर लक यहाँनिर इन्टर गर। यति गरिसकेपछि अब के हुन्छ तिम्रो फोन लक छ, कसैले स्विच अफ गर्न खोज्यो भने स्विच अफ गर्नको लागि लक इन्टर गर्नुपर्छ। जस्तै यहाँनिर हेर अब फोन लक छ, अब यसलाई पावर बटनलाई लङ प्रेस गरेर स्विच अफ गर्न खोज्यो भने यहाँनिर पासवर्ड माग्छ, प्याटर्न माग्छ। यसरी तिमीले आफ्नो फोनलाई तिमी बिना कसैले पनि स्विच अफ गर्न नमिल्ने बनाउन सक्यौ।